बजार हो। फाइनली इच्छा बजार आइयो नि त। भिडियो बनाएको थिएँ मैले। ओम नमः शिवाय। विष्णु इच्छा बजार बनाइयो। इच्छा बजार बिनाजु कस्तो लागिरहेछ त? इच्छा बजार इच्छा पुरा हुन्छ है? सबै इच्छा पुरा राति नै भयो त यहाँ त। अब फर्किने हो होइन त्यतिखेर नि होइन त मम्मी। इच्छा बजारको हाम्रो हजुरबाले बनाएको थियो। के चाहिन्छ लाठी? यसले दुईटा पारेछ। मै सानो मुनिउलु के दुईटा दुईटा पाउँदो रहेछ नि त। अनि फाइदा भइहाल्नु नि त्यसै त है बाबा? सबै बोके बोका हो क्या दाइ? हेर्नु न बाबा सबै के सबै आमा त्यसले झन्डै मार्दैन त्यसलाई खुट्टाले हानेर। लौ हामी माथि घर हेर्न गएको दिनभरि आफ्नै घर हेर्न गएको माथि नै बज्छ। फेरि उता पँधेरतिर गएको कुरा इच्छा बजार गएको दिदी। इच्छा बजार एकदम गाह्रो
तिमीले हातको सबै मिठो मिठो खान्थे बराइदैन होला र ए जन तिमी सानो माया छैन होला र तिमीसँगै साथीमा सुख दुःख साथ सक्छु तिमीलाई ल अङ्कल पुग्नु भयो डाटा कस्तो फिल भइरहेछ त उषान्डी तपाईँलाई अहिले कस्तो फिल भइरहेछ 15 वर्षपछि आएर पूजा गर्दा गोर्खा मन्दिरमा मेरो फोटो खिच्यो खतरा रहेछ त क्यामेरा पनि उल्टो बनाएछ क्या ए होइन ल त ल ल घुम घुम उठा उठा के भएछ उठा उठा केही भएन छोरालाई ओ नमः शिवाय कुदा 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 go first साने फर्स्ट ये यता आउ त गोमा ब्राह्मणीको कुटेरो यता सानो यता हेर न बाबाले के गर्नु भएको हेर त एकचोटि सानो तिमी गोमा ब्राह्मणीको कुटेरोमा आएको हो यता हेर त मैनी त यस्तो राम्रो कुटेरो रहेछ ल्याउनु त तपाईँ र म खिच्ने उ यहाँ बस न उस ए पछि छोरो राजा भयो सानो सेभ गराइदियो ल जाम न प्रवेश प्रवेश आइजो त्यो आको भने नलाने है भाइलाई नलाने यसलाई नलाने हामी नलाने बस त बस छोरो बस यो पोल्यो पकाले पनि मलाई गर्नु गरो बस्न छोरो बस्नु ल ल खिदेउ त त्यहाँ तपाईँ हुन्छ हुन्छ केही फरक पर्दैन गएर छ नछेड्नु नि तपाईँ केही हुन्न के तपाईँ त जान्न यता रुममा भिडियो भयो खुला हुन्छ कस्तो राम्रो सालो है
स्पन्सर त गरेर भएको त झन्डै कुहिरेले पत्याएन भागवत भन्नलाई बोलाएको थियो पूजा गर्नु ल भाउ ल त्यो लगाइदिनु पर्छ ल हरिसान भन्नु सुन्ने गरी बुवाले सुन्ने अरे आमाले सुन्ने हो के बाबु मैले मिलाइदिनु लाग्छ त्यहाँ भुइँमा राख्छ त हो त्यहाँ तिल जाउँ अक्षता पार्टी कुसाकुरको त्यहाँ नभए दुनामा त्यसै राखेर दिनु हामी चढाइदिन्छौँ यहाँ पूजा चाहिँ यहाँको है यो हजुरहरूले मलाई भन्नु ल भित्र गएर केही धन्दा सन्दा गर्नुपर्ने छ कसैलाई भनेदेखि म मिलाइदिन्छु तरिका हो हरि ओम छ हरि ओम ओम नम हजुरले हरि ओम नैते ओम पौष्टिकाय ओम बाबी ओम बलवर्धनाय त्यसै गरेर होला त्यो दुनामा आफ्नो सहिलो गरी पुष्पानी समर्पण यता यता ल्याउनु म चढाइदिन्छु तपाईँको दुनु बाबु भाइ यता यता हरि ओम बालक त्यताको काय सूर्यकोटि सम प्रभु त भन्नुहोस् त ओम वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभु निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ओम सिद्धि बुद्धि रिद्धि सहिताय अष्टसिद्धि दाता नवनिधि दाता विघ्नहर्ता ज्ञानका दाता सिद्धिदाता ओम मंगलमूर्ति ओम श्रीमन् महागुरु गणाधिपतये दानमा छुने अब त्यही हरि ओम धानी मची दिनु ही देवान प्राय त्वा दाने त्वा ध्यान सदा देवी माय करे माय के धान देव वह सविता ने पानी में प्रतिदिन सूरज बिना पानी तसे त्वा कलश घाटीमा छुने हरि ओम आदि कलश कलशमा त्वा विषम त्रिन्दव पुनर्जा दिवर्त सुसान नानो एकछिन बा यता 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 ध्यान दियो एकछिन दिवर्त सुसान सासो सासो सुरह परिचुदि पुनः विश्र रही अब कलश भित्र चढाइदिनु त्यसलाई ओम वरुणाय नमः भन्नुहोस् ओम कलश वरुणाय नमः ओम वर्णश्रीतम नमः शिव वर्णश्रीतम सन्त वर्णश्री नमः शिव वर्णश्री हरि तसद नमः वरुणाय नमः अब तिल जाउ चढाइदिनु हरि ओम याव कधि पूर्वजाता देवी श्री गम्परा मनेनु वरुणा महदु सतन्दा मान्छ अब त्यो ऐ भेटी राखेको छ कलशमा अब के छ त्यो नोट भेटी वा खुजुरा भेटी कलशमा चढाइदिनु नि हरि ओम हिरण्य गर्भः समर्पणि बुद्ध जातः पत्रिकायस्य सदानर प्रतिनामकस्य पृथ्वीदय मध्यमाकस्य देव अधिकारिणः ओम यहा फलिमिति पुरी फलादिनी दद्यात् ओम नमो भगवते वासुदेवाय नमो नमः श्री हरि नमः यहा फलि निरा अपुगा सबै पुष्पे बृहस्पति अर्थ त्यो शान्ति कलशमा भानी चढाइदिनु नानी चढाइदिनु त्यो कलशमा अहिले कलश चढाइदिनु ओम यहा फलिनिरा अपला पुष्पा या त पुष्पे पुष्पे बृहस्पति प्रस्थान हुन्छ भन्छ ओम कतै तिल जाउ चाहिनुहोस् ओम एकछिन पूजा आइरहन्छ है मैले त्यहाँ भनेको एकछिन तिल जाउ अहिले ओम ब्राह्मण त्यो दुनामा राखेर लिनुभएको हुन्छ ओम यस्तै चन्दनम हरि ओम गन्धद्वारा पञ्चामृतम ल मैले भनेको चाहिँ गन्धद्वारा आफूले त्यो नजिकका कलशहरूमा है ओम गन्धद्वारा गन्धसनित पुष्टम करिस्यम ईश्वरीम सर्वतम तमै पयश्रीम दुबुको टुक्रो नभए अब जे छ त्यही फुलपालन काण्ड काण्ड परवन्दी अब त्यो रेखियालाई पिठो यसो कोट्याएर चढाइदिने है ओम शिवना पृथ्वीनो भगवान निसरा निवेशरी रचना ओम अब आँप चाप पिपलका पात समेत कलशमा पूजा गर्ने है हरि ओम बृहस्पति बृहस्पति नम पवित्र ध्वजाहरूमा हरि बृहस्पति
दुनामा राखेर चढाइदिउँ त्यही पुगिन्छ हामीले यता नब्बे मलाई भन न हरिओम नमो यो दुनो चाहिँ यहाँ छ गोरु हरिओम भगवते वासुदेवाय धीमहि यहाँ भेटिहाल्छ नि धेरै बेरको खिचिराख्नु होइन फुल त चाहिन्छ अनि यहाँ चढाउनु चाहिँ चढाइदिउँ न नभएदेखि अगाडि हरिओम नमो भगवते वासुदेवाय नमो असे एकारणले कथने भगवे ओम श्री हरे ओम ओम लाइ ओम बृहस्पति नमः भनौँ ओम बगलामुखी देव्यै नमः ओम अम्बे अम्बिके नमः दुर्गा देव्यै नमः भन्नुहोस् है भन्नु जति घाम चर्किने के चर्किया छन् न्यानो भएछ हरि ओम तत्त्व ब्रह्मणे नमः ओम तत्त्वयामि ब्रह्मणा बन्धमान दासते समान आयु प्रमुखी कलशको अब त्यो कलशमा पूजा गर्ने नि रमलबाट हरि ओम कलशस्य मुखे विष्णु कण्ठे रुद्र समाश्रितः हामी चाहिँ नजिक छँदै छ नि तपाईँलाई ओम कलशस्य मुखे विष्णु कण्ठे रुद्र समाश्रितः मूले तरिस्थितो ब्रह्मा मध्यमा त्रिगणास्मृतः कुक्षेत्र सागरा सर्वे सप्तद्वीप वसुन्धरा फोटो खिचा ओम दुईजना सबै आउने गरी नमो कलशस्य मुखे विष्णु कण्ठे रुद्र समाश्रितः मूले तरिस्थितो ब्रह्मा मध्यमा त्रिगणास्मृतः कुक्षेत्र सागरा सर्वे सप्तद्वीप वसुन्धरा ऋग्वेद यजुर्वेद अन्य सहितं सर्वे कलशं तु समाश्रितः ओम नमो भगवते वासुदेवाय नमो नमः बाबु आचार्यको फुल अस्ता जुन छ नि मैले भट्याइरहन्छु कलशमा चढाइरहन्छ अहिलेको जिम्मेवारीकै कलश त होइन आफ्नो नजिकका यो देवदान फुल सुपारी त्यहाँ छ त भान्जीले मिलाएर देऊ देऊ हरि ओम देवदान सम्वादेन है मैले भट्याइरहेको छु देवदान सम्वादे ओम देवदान सम्वादे शिवा स्वयं तुम्हें विष्णु दाहिने हात राख्नुहोस् अनि यसले यहाँ छ हातलाई हरि ओम देवतो होइन देवले यहाँ छ नि दाहिनेमा छ भने ओम श्री हरि नमः यसरी त्यो त्यस्तो सबै दाहिनेमा राख्नु त्यसलाई अब चढाउने अनि त्यो त्यस्तो सबै घसे त्यो त्यस्तो सबै तत्पर्ष यज्ञम कर्तु भन्छ र सान्निध्यम देवी हामीले यति नै सकियो यति नै गऱ्यौँ भगवान् प्रसन्न हुनुहोस् भनेर कलशमा चढाइदिने कुन चाहिँ कलशमा यो नमो भगवते वासुदेवाय ल त्यति पनि हुन्छ यो नमो भगवते वासुदेवाय अब ऊ त्यो रक्षाबन्धनको धागो त्यही कलशमाथि राख त अनि त्यो दुनै साइड नभए दुनु नआट्यो अब त्यही भुइँमै भयो त्यसमा के एकछिन है अब तिल जब राखौँ त्यसमा अरूले हात जोडे नि हुन्छ नजिकले चढाइदिँदै नि हुन्छ जौ दुबाकुडको चन्दन म जे भन्छु त्यो परोस् है अब गोबर भन्छ त्यो भुइँको माटो छु यसो राखिदिनु त्यो देखिहाल्यो पिठो एउटा तामा भेटी त्यो के अरे त्यहाँ खुजुरा सिक्का भेटी छ नि एउटा राखिदिनु हरि ओम धन भनिदाय पात्र मुस्पेसन आएको अब फुल आशीर्वाद गरेर नमस्कार गरिदिनुहोस् है तपाईँ सबैले तिल व्यवस्था पालेर हात जोडिदिनुहोस् त ओम भूमि रचित गोविन्द अग्नि यमें रचित बाराहु नारसिंह तु नैते बारुण्यम केशवो रचित वायुव्यम मधुसूदनः उत्तरे श्रीधर रचित ऐशनं गदाधरः ऊर्ध्वं गोवर्धन रचित अधस्तातु महीश्वरः एवं दशदिशो रचित वासुदेव जनार्दनः यज्ञग्रमः पृष्ठे पदमुत्तमं वामं पार्श्वे गदा रचित दक्षिणे च सुदर्शनः उपेन्द्रः पातुः ब्राह्मणं आचार्यं पातुः ब्राह्मणः ऋग्वेदं मथितो रचित यजुर्वेदं अथर्वणः कृष्णो रचित सामानम् अथर्वणस्य माधवः उपविष्टात् विभ्रास्तान् विरक्षतु यजमानो सपत्निकं पुनरिकाचेवतु रचयनं प्राणं तत्सर्वचतहि वेदमधिकर्तव्यात् रचय सुब्रसर्चहि तीर्थपुटलिकं कुरुं वदन्या दर्शने करे ॐ रक्षणं
रक्षणम बल गहनम वैष्णवी विद्यमानतम। अब हातमा पुरस्कार धागामा चलाइरहन्छ है। हरि ओम रक्षणम बल गहनम वैष्णवी विद्यमानतम बल गम पिरामिड चढाएर हामी त्यहाँ चढायौँ। बलगम पिरामिड समन्वय ओम सरस्वती सदर शिव तेजन सर्वस्य विग्रहं रक्षणं वनदानं पुरुषं वचनं ओम बलगानो बनयामि वैष्णव ओम बलगानो नामि ओम वैष्णव सर्वं बलगानो बोधि ओम सप्तशती प्रति जन तुमको बारिश पसंद है, मुझको बारिश में तुमको बारिश पसंद है, मुझको बारिश में तुम। कालो चस्मा लाउ भन्छ, पिरती लाउने आउ भन्छ, मैले तिमीलाई रोजेको। कालो चस्मा लाउ भन्छ, पिरती लाउने आउ भन्छ, मैले तिमीलाई रोजेको। तिमीले कसलाई खोजेको, परदेशो मेरो चेतनी ओलेरो, परदेशो मेरो चेतनी ओलेरो। रब्बा ने तुझको बनाने में कर दी है हुस्न की खाली तिजोरियां, काजल की सियाही से लिखी है तूने जाने कितनों की लव स्टोरियां। केसरिया तेरा इश्क है पिया, रंग जाऊं जो मैं हाथ लगाऊं, दिन बीते सारा तेरी फिक्र में, रैन सारी तेरी खैर मनाऊं। मलाई पनि छ, उनलाई पनि छ, आफ्नो आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ। मलाई पनि छ, उनलाई पनि छ, आफ्नो आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ। आफ्नो आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ। लगाइदे। ओम नमः चढाउनै पर्छ, यही खायो हिजो यही खाएको हामीले। पहिले पूजा गर नि, पूजा गर्नु पर्यो। केसरीले जहाँ गरे जहाँ गरे नि हुन्छ। तुलसीलाई पूजा गर्ने हो क्या। तुलसी भगवानलाई, दामोदर भगवानलाई गर्ने। तुलसी दामोदर नारायण भगवान। शिवाय नमः। हिजोमा आमाले रङ्गाएको दही चढाउनु। दही चामल। ए हो त। छोड्नु न। यहीँ राख्दै त्यो पढाउ। नारायण विष्णु भगवान। माथि राख्नु यो सिमेन्टीको बनाउनु आयो कि माटो? सिमेन्टीको बनाएको। माटा हिजो पोजा सिमेन्टी मात्रै थियो, केही गर्छ। नमस्कार र त्यो घिउको कचौरा भेटीलाई नि यहाँ भगवान् लक्ष्मीनारायण देखिन्छ अरे, त्यहाँ निहालेर हेऱ्यो भने भगवान्को पैताल लक्ष्मीनारायणको चरण कमल देखिन्छ। ओम नमो भगवते हेर्न दिइहाल्नु न, सबै त हातबाट। भन्दा पत्रकार लक्ष्मीनारायणको धेरै छ। आफ्नो अनुहार पनि देखियो भगवान्। आफ्नो अनुहार सम्झेर ममा भन्नुहोस्, चाउमिन नभन्नुहोस्।
छाया देखिन्छ बाधे कहिलेको चाहिँ आफ्नो छाया देखे भइहाल्यो नि त दुनामा देखिँदैन होला उचामा चाहिँ देखिन्छ हालमा ठिकै छ ल अब यसो गरौँ न त अर्के दिउँ त अर्के छ नि त्यहाँ। मैले मलाई देखिन्छ कि ल हेर मेरो अनुहार देखेन चिज गर भयो अलि भएको छैन एक खाउँला यस्तै बाटो थियो जुन सबै निराको गएको छ यहाँनिर गुरुजी यस्तो देखाउनु लोट्ट बना त्यो जहिले सानो रहेछ बाटो सानो यो हामी चाहिँ मुस्ताङ जान्छ है अहिले होइन ल तिमीले खानेकुरा यहाँ छ ल विशेष ठुलो प्रवेश हजुरलाई मनपर्ने हो यो माथि पहेँलो पहेँलो ठुलो गाउँ अब 1-1.5 घन्टा पुग्छ हिँडाउनै पुग्ने हो क्या हेर्दैसँग जाने बाटो हो होइन हामी हेर्न हिँडाउनै छेउछाउ हो क्या होइन नि यो नजिकै हो नि यो पिउ डाल्नु अलिक पर अलिकति 5 मिनटपछि आसन हुन्छ ल यो जग्गा चाहिँ हाम्रो होइन त्यहाँ तल खोला छ यस्तो माथि यस्तो भ्यू छ मालिकनीहरू दुईजना मालिकनीहरू ए मालिकनीहरू यो होइन नि एउटा यो रुखको तलको यो कोदोको ढिस्को भन्दा तलसम्मको जग्गा है त त्यहाँदेखि खोला तल खोलासम्म यहाँबाट यसमा त जग्गा खुला परि छेउ पनि रहेछ त्यो जग्गा चाहिँ मैले घाँस काट्न दिएको छ मैले छोरालाई भनेको बुढाले ए अर्काको नखिच्नु हुन त त्यो माथि घर चाहिँ यो ट्याङ्कीदेखि यता हाम्रो होइन यो कोदोदेखि मुन्तिर हाम्रो बा हुनुहुन्छ ल होइन यो कान्लो मुनतिर हाम्रो यो कान्लो भाँच्यो भने के अनि फेरि उनीहरूले लान्छन् बर्खा लाएर उचालेर लान्छन् ल यहाँ बाले भन्नु होइन उताको जग्गा हेर्न जाने भए जाउँ डाइरेक्ट काठमाडौँको गाडी पाइन्छ किन नपाउनु पाउँछ यस्तो के समयमा अब एउटा चाहिँ भर्खर आएको 13 होइन बादली कम्मर भाँच्यो नाच्यो ए नाच्यो खै नाच्यो 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 झुल्के नाच्यो बादली कम्मर भाँच्यो नाच्यो झुल्के नाच्यो बादली कम्मर भाँच्यो नाच्यो झुल्के नाच्यो बादली कम्मर भाँच्यो कस्तो फिल भइरहेछ हो मजा आइरहेछ लास्ट डुब्नु रहेछ नि त के गर्यो फेरि व्यक्ति पछि फरक हुने रहेछ कसैले केही देखेन भन्छ होइन मैले लेख्ने त्यही हो यस्तो ट्याटु बनाएछ
कस्तो फिल भइरहेछ राम्रो फिल भइरहेछ नि एकदम राम्रो सुन्दर पेनफुल लाइफ आउच लास्टै दुख्दो रहेछ यार दुख्दैन भन्थ्यो त मान्छेहरूले त त्यो दुख्दैन भन्ने मान्छेहरू गफाडी हुन् है हामी ट्याटु नेपाल आइमा छौँ अहिले होइन रमाइलो भइरहेछ एकदमै रमाइलो भएको छ मसँग अलमोस्ट भएछ ल हो अलिकति भइन्छ रेड कलर आउँछ ठ्याक्कै 2 घन्टा भयो हामी यहाँ बसेको फाइनल प्रडक्ट हुँदैछ यहाँनिर साथीलाई सना नसक्नु भएको भइसक्छ ल हाम्रो आर्टिस्ट भाइ है त गुड गोइङ नेपाल आउने भन्दै नेपाल गएर ट्याटु हान्ने भन्दै हान्यो ट्याटु पनि ल सक्यो ट्याटु हानेर फाइनल रिजल्ट हेरौँ है त के मजा आउँदो रहेछ यसमा पोल्ने के अरू भन्नु खानु तिमीलाई यो कुरा मिस हुन्छ नि युएस अमेरिका गएपछि ब्लेड लगाउनुहुन्छ ब्लेड लगाइदिनु हुन्छ लगाइदिन्छ अगाडि छोटो गर्नुहुन्छ कि नगर्नु अगाडि ठिक्क बनाउनु धेरै छोटो होइन ठिक्क धेरै छोटो छ हुँदैन मैले त ज्ञानै बिर्सेको कसको बेबी होला त्यो ज्ञान कसको तिमीहरूको बेबी हो बाबाले मलाई दे तिमीले मलाई दिए छैन खु मैले ल्याउँ त यो कि म दिन्छु मेरो लाउ मेरो सर्ट दिन्छु जान्छौ डान्स गरे के गरे तिमीले ब्रस गरे डान्स गरे साना हेलो हेलो
ल भन राधे राधे भन राधा कृष्ण की जय भन राधा कृष्ण की जय भक्तवत्सल भगवान को उमा महेश्वर भगवान को जय जय श्री राधे राधे अब आजको दिन हाम्रो चुडामणि भिनाजु भनेर चिन्छौँ हामी चाहिँ सबैले दिदी भिनाजु चुडामणि चुडाकुमारी र सपरिवार दीपक पराजुली जय होस् जय राधे र कोपी विनोद उषा नाति नातिनाहरू प्रतिष्ठा परवेश सुलभ शुभेच्छा रियाद विशेष सपरिवार भएर चाहिँ आज यहाँ आरती गर्दै हुनुहुन्छ र विशेष प्रकारले भन्नुपर्दाखेरि चाहिँ हाम्रो विनोद प्रभु उषा माता र हाम्रो विशेष बाबु चाहिँ आज विदेश यात्रामा पनि अब कर्मस्थलै भन्नु पर्यो कर्मस्थलमा पनि उहाँहरू जाँदै हुनुहुन्छ र यो खुसियालीमा यो सबै सृष्टि यो सबै कुरो चाहिँ हाम्रो भिनाजुबाटै भएको भन्दा पनि हुन्छ सबै गर्ने यताउति गर्ने हाम्रो भिनाजु नै हुनुहुन्छ दिदी भिनाजु नै हुनुहुन्छ र आज यही ठाउँमा आएर उहाँहरू सपरिवार आरती गर्दै हुनुहुन्छ र सबै परिवारलाई चाहिँ अगाडि आउनको लागि म अनुरोध गर्दछु निमन्त्रणा गर्दछु जय होस् जय होस् जय होस् जय राधे जय राधे त्यतिकै लिइहाल्नु यतिकै लिने हो ठुलो भाइ हजुर यतिकै लिने फोटो नाति बोके बोके ए ल ओहो कति गजबको फोटो है फोटो मात्र होइन भिडियो नि खिचेँ मैले त ल घरतीमा जन्मिने बित्तिकै त्यो बच्चाले नि त खाना भोक लागेर त्यहाँ अनि भगवान् चाहिँ त्यहाँ हेर न
धन्यवाद दिदी, धन्यवाद। आउँछ आउँछ आऊ ल दादा दिदी हस् ल भित्र गएपछि आउँछ